गुड मर्निङ दादा। हेलो गुड मर्निङ। दादाले मेरो चाहिँ टी टाइम हुँदैछ भर्खरै। घरमा अघि 5 बजे घरमा त्यो दुधको चिया खाएँ कि मलाई कोही कोही बेला ब्ल्याक टी चाहिँ मलाई यसरी खानु मनपर्छ। यहाँबाट जान्छु पर दिदीकोमा खान्छु। अन्त साथीहरू म चाहिँ दिदीको घरमा आइरहेको छु हो। हाम्रो दिदीको यस्तो दामी भइरहेको छ हो। तर मेरोमा पनि छ यो। मेरो चाहिँ पुरा ग्रिन भएर चाहिँ येल्लो स्ट्राइप छ र दिदीकोमा मलाई यो पुरा मन परेर चाहिँ मैले पनि दिदीलाई एउटा मागेँ हो। यसको खुबिया छ यो तपाईँकोमा स्नेक प्लान्ट त छ होला तर यो जुन चाहिँ पहेँलो स्ट्राइप भएको छैन यो साइड ब्रिडिङबाट चाहिँ यो चाहिँ दबाई अरे ठुलो दबाई। अर्को चाहिँ त्यो नर्मल्ली हरियो हुन्छ होइन त्यसको के छ भने यो जुन चाहिँ यल्लो छैन के को दबाई? यो चाहिँ ठुलो दबाई भन्छ माछा मार्ने होइन। र साथीहरू हाम्रो दिदीकोमा चाहिँ नि एन्जेलियाहरू मजाले फुलिरहेको छ हो। तर दिदीको यो पालि चाहिँ बोट पुरा पातला भएछ। यो यिनीहरू चाहिँ मजाले फुलेछ वाइटमा र यो पनि फुल्दै रहेछ हो। एन्थेरियम सो दिदीकोमा चाहिँ नि यत्रोमा कस्तो दामी दामी फुलहरू हाल्नु भएको छ कि हाम्रो दिदी चाहिँ सधैँ यस्तो काम गर्नुमा चाहिँ जाँगरिलो हुनुहुन्छ र अर्किडहरू पनि यसरी रोपिराख्नु भएको छ हो। अन्त तपाईँलाई देखाइदिन्छु हाम्रो दिदीको कलेक्सनहरू प्लान्टको। यो मनी प्लान्टलाई नि दिदी पुरा उयो चाहिरहेको रहेछ है। थाङ्राको जरुरी रहेछ। रोप्नु भएको छ दिदीले पनि हो। तो गाइस मैले पनि दिदीकोबाट यो लगेर अब म पनि रोप्छु हो। र दादा चाहिँ यहाँ दिदीकोमा हुनुहुन्छ र यति नै साथीहरू।